तपाईँ आफ्नो कन्फिडेन्स बढाउन चाहनुहुन्छ भने यो 3वटा टिप्स अप्लाई गर्नु है त। यदि तपाईँलाई बोल्दाखेरि डर लाग्छ, यदि तपाईँ बोलिराखेको बेला अरूले मलाई जज गर्छ, के सोच्ला भन्ने सोच्नुहुन्छ, यदि तपाईँ बोल्दाखेरि बिचमा अड्किनुहुन्छ भने यो भिडियोले चाहिँ तपाईँलाई हेल्प गर्नेवाला छ यहाँ दिने टिप्सले है त। नम्बर 1 टिप्स भनेको डु नट कम्पेयर योरसेल्फ विथ एनीवन। आफूले आफूलाई अरू कोहीसँग पनि कम्पेयर नगर्नुहोस्। हो, तपाईँको यात्रा फरक छ, तपाईँको जर्नी फरक छ, तपाईँको विचार फरक छ, तपाईँको व्यक्तित्व फरक छ। त्यसैले गर्दा अरू कसैले राम्रोसँग बोल्यो भन्दैमा आफू आत्तिने, डराउने अनि त्यसपछि नर्भस हुने, अनकन्फिडेन्ट हुने नगर्नुहोस्। उहाँको जर्नी र आफ्नो जर्नी फरक छ र आफ्नो जर्नी सुरु गर्नुहोस् आजैबाट। नम्बर 2 भनेको हरेक दिन बोल्ने प्र्याक्टिस गर्नुहोस्। ऐनामा हेरेर कम्तीमा 5 मिनट चाहिँ बोल्नुहोस्। हो, मान्छेहरूले तपाईँलाई पागल भन्ला, मेन्टल भन्ला, साइको भन्ला, तर यो साइन्टिफिकल्ली प्रुभन हो। यदि तपाईँ आफूले आफूलाई हेरेर बोल्नुभयो भने तपाईँको कम्युनिकेसन 10x 100x नै राम्रो हुँदै जान्छ। किनकि तपाईँले कसरी हातहरू चलाउनुहुन्छ, फेसियल एक्सप्रेसन कस्तो हुन्छ, तपाईँको आई कन्ट्याक्ट कस्तो हुन्छ भनेर आफूले आफूलाई तपाईँले हरेक दिन कम्पेयर गर्न सक्नुहुन्छ। नम्बर 3 भनेको सानो सानो स्टेप लिनुहोस्। अपरिचित नचिनेको मान्छेहरूसँग गएर बोल्ने, कुनै विषयमा आफ्नो विचारहरू राख्ने, कुनै शान्तिमा 2-4 जनाको भिडमा आफ्नो कुराहरू, ओपिनियनहरू सेयर गर्ने, यस्तो सानो सानो स्टेपले तपाईँको कन्फिडेन्सलाई चाहिँ पाइलअप गर्दै जान्छ अथवा जोड्दै जान्छ। त्यसैले यो सानो सानो स्टेपले नै तपाईँलाई कन्फिडेन्सको शिखरसम्म पुर्याउँछ। कन्फिडेन्स भनेको चाहिँ घरमा बसेर सुतेर आउने चिज होइन। यो चाहिँ दैनिकी अभ्यास, प्र्याक्टिस र साधनाबाट आउने कुरा। तपाईँले जति गर्दै जानुहुन्छ त्यति नै बिल्डअप हुँदै जान्छ। थ्याङ्क यू सो मच वाचिङ फर माई भिडियोज।